मान्ने हामी फेरि खान्छौँ ध्यान गर्दैनौँ तिम्रो पान मात्रै पर्छ सबै झरी पर्यो नि त हेर भाइ एकछिन छैन अरू नि दिन्न 2082 सालको तिहारको धेरै धेरै शुभकामना तिहार आउन त जहिले नि यस्तो मजा भागेन कहिले दिदीहरूले कसैले नि कसरी ल्याउँछन् मैले त उचाल्न सकिरहेन कि त कहाँ के गर्न काली मलाई टिप्ना यति हो अझै खाद्य रुखमा टिप्ने अब होइन यस्तो खिरा खाइ हारिका मनगणका बागेश्वरीका हारिका कटकी महिका कटकी कुर्सीका बारामै काठमाडौँको पशुपतिमाई घाँस होला फटाफट आछ कताजी अठारले खायो ह्याप्पी तिहार to नमस्कार है नमस्कार आज चाहिँ 2082 सालको चाहिँ तिहार म चाहिँ मोमेन्टहरू चाहिँ भिडियोमा क्याप्चर गरेर तपाईँहरूलाई देखाउन चाहिँ गइरहेको छु सुरु गरौँ यहीँबाट फुटेको छ चाहिँ हो चट्ट खल्तीमा हात हालेर यस्तो पोस्दैछ धान्छ यस्तो गरेर चाहिँ ओके छ त अब सायद सुरु भयो के अरे हाय हाय सायद सुरु भयो मालहरू सबैजना थुप्रेर चाहिँ अब हाम्रो टिकाको कामधाम सुरु हुन्छ धेरै चाहिँदैन ठिक्क हुन्छ खै कतिले गाईको यो त धेरै हुन्छ इनफ हुन्छ गौत त होइन अब यसलाई के भन्नु पर्यो गाईको गोबर हो क्या त्यो अलिकति पवित्र बनाउनु पर्छ नि त पवित्र यस रेडी अझै भएन नि यिनीहरू रेडी हुन लाग्यो हौ अब टिका लाउनु पर्यो हजुर त्यसको लागि यसो मुसुक धोएर कपालमा चिल्लो सिल्लो लाउनु पर्यो 12 बजे चाहिँ लाग्यो हुन्छ 12 बजे पनि लाउनु 12 बजे अहिले ठुलो बजारमै ठुलो दिन्छ अहिलेको तिहार एकदम रमाइलो भयो मेरो गोडा चाहिँ यस्तो दुखे पनि लौरो टेकेर माइत आयो धेरै खुसी लाग्यो बैशाखी देखाउनु त बैशाखी यसपालिको तिहारको बैशाखी पक्कै टेकेर हिँड्नु ल यो तिहारबाट चाहिँ एकदम निको हुन्छ है यसपालिको तिहार यस्तो छ मेरो ल हेर ह्याप्पी तिहार भनिदिनु दिदी ह्याप्पी तिहार साथीहरू फोटो यहाँ बनाउनु पहिला एउटा फोटो खिच्दैन धनगढीको चस्मा हो ए धनगढीको बसमा आउँदा मैले दिन कालो चस्मा ओहो राम्रो आउनु दिदी
नमस्ते नमस्ते दाइ र दिदीलाई चाहिँ फोटो खिचेर कहिले नपुग्ने क्या भेक्टोरीहरूलाई नमस्कार सबैलाई तिहारको शुभकामना। हाम्रो यो तिहार चाहिँ हिन्दूहरूको दोस्रो ठुलो चाड हो। हामी चाहिँ अहिले यहाँ धादिङ पोखरी पानीमा मनाउन लागेको छौँ। तर अरू दिनभन्दा यो वर्ष चाहिँ हाम्रो दाजुभाइ दिदीबहिनी सबैजना कम हुनुहुन्छ, किनकि अब बाध्यताले विदेश जानुपर्दा यसपालि हाम्रो 3 जना दाजुभाइ मात्र हुनुहुन्छ। विदेशमा हुनुभएको सबै दाजुभाइ दिदीबहिनीलाई सम्झेका छौँ। तिहार राम्रोसँग मनाउनु होला भन्दै नमस्कार। मलाई आउँदैन ह्याप्पी तिहार ह्याप्पी तिहार के छ प्लान आजको तिहारको रमाइलो छ हामी पोखरी पानीमा छौँ। हजुर यो गरम कुन हो? पहिला त्यो अगाडि हुनुपर्छ कि यो अगाडि हुनुपर्छ? जे तिमीहरूलाई आउँछ त्यही गर के हजुर पहिला अगाडि कुन दियो कि पानी छिर्दै सिकाउने मान्छे भोके ल ल हिँड नबी यो चाहिन्छ यो पनि यसलाई छेक पर्दैन आइटीले त मिलाउनु पर्ने आइटीले बाबु नलग है दुईजना गरेर एक सँग यसलाई पक्रिदिया गयो हामी त पाउँदैन यो नभए मेरा ल भन्नै पर्दैन दिदी साथीहरू ह्याप्पी तिहार म चाहिँ किन हारो पढाइछ भाइलाई टिको तेलको छेकेर फर्किन्छन् बेचमा राख्थे ल भयो कोही त्यसो गरेर बोलो बनाएर खाउँछ किन त्यसो गरेर त्यो धेरै छ के त्यति नै हुँदैन अहिले सानो हेरेर हिँडेर सधैँ तिमी शिखरको बाटो होइन चिन्यो छैन दिदी हाम्रो राम्रै लगाइदेऊ है ल साथीहरू एकदम नमस्कार छ तिहारको एकदमै शुभकामना छ र विदेशमा हुने साथीहरूलाई पनि यति बेला एकदमै सम्झिरहेका छौँ धन्यवाद यो बेला जोइन गरेन भने त अलि त न यो बुढो घर मुनि कान्छो भाइले टाँगेको दिदी के हुँदैछ एकदम रमाइलो हुँदैछ 82 सालको तिहार ल ठिक छ के हुँदैछ भाइटिका तिहार एकदम रमाइलो हुँदैछ भाइटिका बहिनी बिरामी हुँदा पनि म लिन गएर अहिले यहाँ चाहिँ उपस्थित गराउन सक्यौँ सफल भयो अब सीता र रिताको स्वास्थ्य लाभको कामना गर्दछु ल ठिक छ मुना दिदी हाई हाय बाबु तिहार राम्रो छ ठुल्काका रमेश फोटो चाहिँ सबैको म्यासेजहरु हाल्दै फोटो चाहिँ
बजारदेखि गाउँमा आएको हाम्रो तिहार रमाइलो भएको लाउरे झोलाको आउँदा मलाई ल्याइदिनु कोसेली औठी तोलाको सहरदेखि गाउँमा झरेको बाको घरमा रमाइलो गरेको लाउरे झोलाको आउँदा मलाई ल्याइदिनु कोसेली औठी तोलाको हेरा घाम लाग्यो घमाइलो रमेश भाइ त छौ साह्रै रमाइलो लाउरे झोलाको आउँदा मलाई ल्याइदिनु कोसेली औठी तोलाको माला बहिनीले लगाइदियो ल मलाई भाइहरूलाई माला लगाएर बस्दैमा ल एउटा टिका भाइले टाँगेको पालमुनि लाउरे झोलाको आउँदा मलाई ल्याइदिनु कोसेली औठी तोलाको फोटो दुईजना अगाडि मेरो हो देउता दिदी के हो हातको घाटको पैसा अलिअलि मलाई पनि दिनु न दिनी बानी भाइले दिएको दक्षिणा नेपाल घरमा बस्ने छ लक्षिणा लाउरे झोलाको आउँदा मलाई ल्याइदिनु कोसेली औठी तोलाको रिसा छ एउटा मोरा शुभकामना खै फोटो नि खिच्छ है यता तिहारको भाइटिकाको उपलक्ष्यमा स्वास्थ्य लाभको धेरै होइन बेला बेलामा स्कुटी कुदाएर दुईटाले एकदम मलाई पनि आउनु यता कहाँ तिहारको 2082 सालको तिहारको धेरै धेरै शुभकामना मेरो भाइ दाइ दिदीहरू सबैजनालाई दिदीहरूले कति पैसा बनाउने गरे क्या बढी भयो भने मलाई दिनु एकछिन छ भने अरू नि दिन्न दिदी तिहार कस्तो भइरहेको तिहार धुमधाम रमाइलो भयो बाबु मेरो बाबुहरू जम्मा भए धुमधाम रमाइलो भयो एउटा केसो पाएन त्यति हो अब अर्को पालि आउनु होला नि त्यसपालि छुट्टी केसो पाएन अब बुढोहरूमा लगाइयो टिका जम्मा भयो गाउँमा अनि गीत गाउने कि नगाउने हो अहिले अहिले गाउने सम्झेपछि गाउने ल दिदी हजुर ठिक छ नि एकदम के भन्दै हुनुहुन्थ्यो एकदम राम्रो छ ठिक छ यसपालि ठुल दिदी आएन केसो पाएन होइन अब स्वस्तिकाहरू अब बहिनीहरू विशालहरू सबै उता छन् सुसान उता छन् र पनि अब रबिन पार्वतीहरू पनि विदेशै छन् एकैचोटि हामी भेला हुने चाहिँ वर्ष भाइहरूलाई ल ठिक छ
दिदी एउटा गीत भन्देऊ न बुढो घरमा गरेको रमाइलो भन। यहाँ लगाइरहेको राखेर 2082 सालको शुभ दीपावली तथा यो भाइ टिका पर्वमा देशभरि रहनुहुने सम्पूर्ण नेपालीहरूमा हार्दिक मङ्गलमय शुभकामना भन्न चाहन्छु। अब म भन्ने हो 2082 भाइटिकाको उपलक्ष्यमा सबै देशवासीको नामलाई हार्दिक मङ्गलमय शुभकामना। काठमाडौँ जानु भएको छैन 2082 को धेरै धेरै शुभकामना दीपावली सधैँ यसरी नै लगाइरहेका छौँ। के छ अरू? ल बधाई छ कान्छबा। ल तिहारको उपलक्ष्यमा सम्पूर्ण दिदीबहिनी बाबुहरूलाई चाहिँ शुभकामना होइन। हाम्रो यो यसरी टिका लाउने प्रचलन धेरै वर्ष अगाडिदेखि अहिलेसम्म चलिरहेको छ। बा यता आउनु ल ठिक छ। सप्तरङ्गी निधारमा लड्का हेर टिको है। ल हाम्रो टोलीहरूको अझै चलिरहेछ टिका टालो। हाम्रो सानो टोलीहरूको यो ठुलो टोलीहरूको भइरहेछ। दिदीहरूबाट अझै लाउने बाँकी छ। यति बेला चाहिँ अब विदेशमा हुने भाइ बहिनीहरूको एकदम मिस भइरहेछ। अर्को पालि अवश्य भेट होला भन्ने होप चाहिँ अझै छँदैछ। त्यो थैला माला थियो नि नकली हामीलाई त्यति उता हेरिदिनु दिदी उता दिदी उता हेर्नु उता ल काले नचेक गोडा चाहिँ भो जान तपाईँ लगाइदिनु पहिला दिदी यहाँ उभिन आउनु हामी त बसेर खाम नि उता हेर्नु दिदी उता उता तिम्रो पालो सान भाइ तिमीलाई टिका लगाएन है टिका लगाएन साथीहरू यो चाहिँ मेरो गिफ्ट हो है। दिदीहरूले कसैले नि कसरी ल्याउँछन् मैले त उचाल्न सकिरहेन कि। बोल न बोल के बोल्नु यत्रो कसैले कहिले खाइदिउँछु मैले यार। कतिजना हौ कसैले लिएर जाँदैछु है गाइज। दिदी फोटो खिच्दैन आउनु पर्यो। ल हाम्रो चाहिँ अब फोटो खिच्ने कार्यक्रम चाहिँ अब सम्पन्न हुँदैछ। अब गाउँै रमाइलो बाबु हो है साह्रै रमाइलो। तिहारमा त गाउँै रमाइलो अस्ट्रेलिया त रमाइलो लागेन गाउँ त गाउँै रमाइलो अब यो छोडौँ छोडौँ भने के हो के रे लड्का बुर्जा लड्का पर्छ। मलाई पौडा खेल्न मन छ क्या बरु। ठाम बनाउँ न कुरा जाऊ न लिएर यहाँ ठाम बनाउँ गौडा खेल्ने साथीहरूले हात उठाउनु होला। पान मात्रै पर्छ सबै झरी पर्यो नि त कुन पान यहाँ बसेर गरौँ त इटा डबल उ पान डबल हेर आइए कति हो कसौना हेर आइ जति ट्रिपल ओहो ल दशहरामा के चाहिँ रमाइलो ल सानो पान्ने हामी फ्रेन्डली खेल्छौँ ध्यान गर्दैनौँ।
नयाँ मागौँ न पैसा होला यता हामी चाहिँ तास खेल्दा नानीलाई म अलि मेरो बाक्स कलर के दिए आमालाई सम्झियो देउसुरे ओइ देउसुरे खेल्दै देउसुरे ओइ आएका आउनु देउसुरे ओइ यो देउसुरे भन देउसुरे ओइ देउसुरे देउसुरे ओइ खेल्दै लाको देउसुरे ओइ यो आँगनमै देउसुरे ओइ भन भन साथी देउसुरे ओइ झिली रमिलियो देउसुरे ल साथीहरू देउसिरे घरबेटीको यहाँ राम्रो देउसिरे प्रतियोगिता त होला जस्तो छ। आजलाई यति भन्दै कार्यक्रमलाई चाहिँ एकदम अन्त्यतिर घोषणा गर्छु। म चाहिँ अब यो अझै लिने क्रममा छु। ओइ केराको पात देउसुरे ओइ नमस्कार देउसुरे